दर्शकबिन यो भाव विहुल दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। पाकिस्तानको बोटपिक हिमालमा निर्मल पूर्जासहित हिम पहिरोमा परि ज्यान गुमाउनु भएका गुरुङलाई यति बेला श्रद्धाञ्जली दिन गृहमन्त्री सुदन गुरुङ, पर्यटन मन्त्री गणेश पौडेलसँगै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले यति बेला श्रद्धाञ्जली दिएको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। नेपालले पर्वत आरोही जुन अझ भनौँ न माउन्टेन गाइडको हिसाबमा नेपालले एउटा ठुलो क्षति बिहोरेको बेला हो। यो साउन 15 गते पाकिस्तानको बोटपिक हिमालमा हिम पहिरोमा परि उहाँहरूले ज्यान गुमाउनु भएको थियो भने यति बेला निर्मल पूर्जाको शव चाहिँ नेपाल आएको छैन। उहाँको शव बेलायत पठाइने र त्यस पछाडि मात्रै नेपाल ल्याउन के कसो गर्न सकिन्छ, नेपाल सरकारले के कस्तो गर्न सकिन्छ भनेर पनि कुराकानी भइरहेको छ भन्ने हामीले सुनेका छौँ। तर यद्यपि नुरबहादुर गुरुङको शव भने नेपाल आइसकेको छ। उहाँको अहिले अन्त्येष्टि हुँदैछ। तपाईँलाई हामीले यो दृश्य देखाइरहेका छौँ। उहाँलाई श्रद्धाञ्जली दिनेको यति बेला यहाँ भिड देख्न सक्नुहुन्छ। नेपाल पर्वत आरोहीको क्षेत्रमा नेपालले ठुलो क्षति बिहोर्नु परेको दिन श्रावण 15 गतेलाई धेरैले भनिरहेका छन् भने यति बेला श्रद्धाञ्जली गृहमन्त्री सुदन गुरुङसँगै पर्यटन मन्त्री नेपाली काङ्ग्रेसका सभापति गगन थापाले दिइराख्नु भएको छ। गोर्खा जिल्ला धामसी गाउँपालिका निवासी पिता धनबहादुर गुरुङ र माता सुमनी गुरुङको कोखबाट जन्मेका एउटै मात्रै सुपुत्र स्वर्गीय पूर्वबहादुर गुरुङ युक्त गुरुङको आज हाम्रो यहाँ अन्त्येष्टि हुन गइरहेको छ। त्यसैले म नेपाल नेसनल माउन्टेन गाइडको एसोसिएसन अध्यक्ष वर्तमान अध्यक्ष तुलसी गुरुङलाई यो मृतक लासमा ब्याज र झन्डा उडाउने कार्यक्रम छ। यसरी नै त्यसपछि पार्टीको त्यसपछि हाम्रो मान्य मन्त्रीज्यूहरूको यो श्रद्धाञ्जली अर्पण पश्चात हाम्रो सामाजिक धर्म संस्था अगाडि बढिने छ। म झन्डा उडाउनको लागि अनुरोध गर्दछु। 4-5 क्लास मात्रै पढ्नुभयो गाउँमा र उहाँले चाहिँ यो नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसनबाट चाहिँ सर्टिफाई भएर